सो हेलो गाइस, यो चाहिँ सेकेन्ड टाइम हो मेरो बारा गराउन लागो। यो चाहिँ मासको दालको बारा हो र ग्राइन्ड गरिसकेपछि यतिको बाक्लो चाहिँ हुनुपर्छ है ग्राइन्ड गरेको मासको दाल चाहिँ। प्यान तातिसकेपछि अलिकति तेल हाल्यौँ हामीले। सो प्यान चाहिँ एकदमै गरम हुनुपर्छ है, हाई गर्मी टाइपको। र अनि त्यसपछि यो बारा चाहिँ मैले हाल्न लाग्छु एक डाडु फुल, सो द्याट राम्ररी बेस बसोस् भन्ने हिसाबले। सो यसरी घुमाउनुपर्छ होइन, राउन्ड सर्कुलेट हिसाबको बारा गराउने हो भने चाहिँ। र एकैछिन चाहिँ यो तातिनलाई चाहिँ छोडिदिनुपर्छ र राउन्ड सेप चाहिँ आफैले म्यानेज गर्ने कुरा हो। एकछिन मजाले तातिन दिनुपर्छ, किनभने त्यो बेस चाहिँ अलिकति खोक्लो जस्तो हुने रहेछ कि, जसरी अन्डा पकाउनु हुन्छ नि। सो अन्डा पकाउने हिसाबले चाहिँ अलिकति छोडिदिनु पर्ने रहेछ, सो द्याट बेस चाहिँ स्ट्रङ होस् भन्ने हिसाबले। सो बेस तातेर भइसकेपछि हामीले चाहिँ यसरी घुमाउनेवाला छौँ, जसरी अन्डा घुमाउनुहुन्छ नि। यस, हियर वी गो, सक्सेस गाइज, हियर वी गो। एउटा बनाएर पनि मैले चढाइसकेँ होइन। सो टेस्ट गरौँ। यस, बारा चाहिँ राम्रो बनेछ गाइज। द्याट्स हाउ वी मेक बारा।